हेलो हेलो गाइज, आज हामी यहाँ पल्सरको वायरिङ हेर्न गइरहेछौँ। यहाँ हाम्रो यो सेल्फ हान्दाखेरि यहाँ फ्युज गएको गाई गरिरहेछ। यहाँ हेर्न गइरह हो। अब हेर्नुहोस्, अब सेल्फ हान्यो भने यहाँ फ्युज जल्दो रहेछ। भाइ आइज त, यहाँ सेल्फ हान त भाइ। हेर्नु गाइज, अब यहाँ रातो बलेर आउँछ, आउँछ, जलिसकेको छ। हेर्नु त गाइज, हेर्नु त पुरै जलिसक्यो रहेछ। डिस्प्ले पनि गयो। हेर्नु त अहिले डिस्प्ले पनि उड्यो। हेर्नु त गाइज, कहाँको समस्या रहेछ हेर्नुपर्ने छ। यहाँ फ्युजहरू त सब ठिक छ। तपाईँको सेल्फ हान्छ गए पनि दुईवटा फ्युज हुन्छ 220 मा। एउटा डिजिटलको हो, लाइनहरूको सेल्फ त हान्छ, तर अघि चाहिँ सेल्फ हान्दाखेरि यो फ्युज चाहिँ रातो भएर आउँछ। अहिले चाहिँ छैन है। अब टक्क आयो भने अब यसको समस्या चाहिँ भाइ, ल अब नयाँ फ्युज हाल्छ। त्यो नयाँ फ्युज हाल्छ। अब हामी तार चाहिँ यसको यो रिलेको तार चाहिँ छुटाइरहेछौँ है गाइज। रिलेको तार छुटाउँदैछौँ। अब सेल्फ हान्नु त। अब ठिक भयो है गाइज, ठिक भइसकेको छ। हाम्रो समस्या चाहिँ यहाँ रिलेमा रहेछ। यो रिलेमा अनि यो पासिङ थिच्दा पनि गइरहेको थियो। अब यो जोड्दाखेरि तपाईँको पासिङ थिच्यो भने सबै जाँदो रहेछ। फेरि गइसक्यो डिजिटल, फेरि गइसक्यो। समस्या चाहिँ यसमा रहेछ गाइजहरू। हाम्रो यहाँ सरले यहाँ कभार उठाउन आउनु भएको छ। सर, हाम्रो यो युट्युब च्यानल भ्लगमा के भन्नुहुन्छ भन्नुहोस् त। सर भन्नु यहाँ के भन्नुहुन्छ भन्नु चाँडै। यहाँ सरले अब कति हजारको यहाँ कबारीको पैसा दिनुहुन्छ। यहाँ पुरै कबार त एक बोरा रहेछ। क्या ले जाना है? बैटरी। अरे यार बैटरी कुछ भी नहीं है यहाँ पे यार। अब यार बैटरी ले जाना है बोलते हैं यार। बैटरी तो है। तो हाम्रो अब यो बाइकको चाहिँ अब इन्जिन खोलेछौँ। अब यो माथिको त्यो भेल कुच्चिएर आइरहेको थियो। टाइपिकको धेरै साउन्ड आएर अनि यो चाहिँ इन्जिन खोल्यो हो। माथिको हेड मात्रै खोलेछौँ। आज चाहिँ फिट गर्छौँ है गाइज। आज हाम्रो सरले चाहिँ अब कबारीको पैसा चाहिँ कति दिनुहुन्छ। यो बट्टाको कति आउँछ सर? होइन, यो बट्टाको एउटा पिसको कति रुपियाँ हो? 1 रुपियाँ। हेलो गाइज, हाम्रो यो मोबिलको बट्टाको पिसको चाहिँ 1 रुपियाँ हो है गाइज। मोबिल बट्टाको चाहिँ पिसको 1 रुपियाँ हो। अनि यो टायरको नि, यो सेकेन्ड ह्यान्ड टायरको सर, यो टायरको कति रुपियाँ हो? यो टायरको भन्नु न, कति पैसा हो? 20 रुपियाँ। ए 20 रुपियाँ हो रे सर। 20 रुपियाँ हो गाइजहरू। यहाँ टिकटक यो उहाँ सर पुरा टिकटकमा हालिदिनुहुन्छ भनेर पुरा अलि नबोल्ने मानिरहन्। टिकटकमा नहाल्नु मलाई। त्यही भएर यहाँ
सरले यहाँ लजाइरहेछन् यहाँ। म भाइरल हुन्छु कि भनेर लजाइरहेछन् यहाँ। भाइरल हुनुहुन्न हो सर? किन? के गर्ने, उहाँ हाम्रो हेड मेकानिक पुरा सुटिराख्नु भएको छ है सर। ए समाचार पुरा मजाको समाचार हेरिराख्नु भएको छ। हो मेरो भाइ आउनुभयो यार। ओहो भाइ भर्खर आउँदै हो। यहाँ यो बाइकको यो बिग्रेर यहाँ सर्ट भइरहेको थियो। त्यो फ्युज गएको गाई गरिरहेको थियो के। त्यही भएर अब लाइक कमेन्ट सब्स्क्राइब ल धन्यवाद। हाम्रो चाहिँ लोकेसन चाहिँ ठ्याक्कै हाम्रो यो झम्सीखेल यो टोकियो रामेनको अपोजिट हो है। ठ्याक्कै यो झम्सीखेल टोकियो रामेनको अपोजिट ठ्याक्कै हाम्रो ग्यारेज हो। आइडियल मोडल स्कुलसँगै हो। त्यही हो। के गर्ने ल गाइज, अब हाम्रो समस्या चाहिँ अब भइसक्यो हो, सल्भ भइसकेको छ। अब यो चाहिँ नयाँ ल्याएर हाल्यो भने यो गाडीको समस्या एकदम समाधान हुन्छ है।